Today is 7th of February and today is Rose Day. मैले एउटा सानो कविता लेखेको छु र त्यो कविता सुनिदिनुहुन्छ भनेर विनम्र अनुरोध पनि गर्दैछु र यो कविताको शीर्षक हो म तिमीलाई माया गर्दिन त भन्दिन। प्रिय राजकुमारी, म तिमीलाई माया गर्दिन त भन्दिन। तिमी मेरो मनमा बसेको त्यो मान्छे हो जुन लेखेर बयान गर्न सक्दिन न त बोलेरै। तिमीले देखेको सपना पुरा गर्न त सकिएन, तर मायामा सपना भन्दा पनि मनको घरको परिस्थितिले मेरै इच्छा पुरा गर्न दिएन। तिमीले देखेको सपना कहीँ कतै अल्झिएर अन्जान भेटलाई आफ्नो नाम दिएर मलाई चिनायो। मैले पनि तिम्रै लागि भए पनि यो कविता सुनाएर तिमीलाई चिनाएँ है। यति भन्दै म ह्याप्पी रोज डे टु एभ्री वान अनि धेरै धेरै माया अनि हजुरहरूले सुनिदिएकोमा म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। सो थ्याङ्क यू सो मच अनि थ्याङ्क्स फर वाचिङ। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। थ्याङ्क्स फर वाचिङ।